सुट हान्न अलि पावरमा अहिले नै किप्परलाई घाइते बनाएन अनि पो जित्छ त हामीले मुख हानिदिन्छ क्या हजुर सिधै हान्दैन आफू थाक्ने काम गर्छ यसो मुखतिर हानेर किप्परलाई घाइते बनाएर जित्दैन हामीले स्ट्राटेजी बुझ्न हौ बुट लाउन नि यसो हात साथ मड्काइदिने क्या किपरको कहिले काहीँ झुकेर त्यो औँलामा पर्छ नि त औँलामा त टुक्क हो तर ग्लोभ्स लगाएको छ दाइले गाह्रो छ हो वाह सर्ट त भवाल हाने अहिले